हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। आज हामी नयाँ यात्राको तयारीमा छौँ। यतिखेर चाहिँ हामी किमिचेत जानको लागि चाहिँ रेडी भइरहेका छौँ। हाम्रो दमन सर पुरै चस्माका साथ जान लागिरहनु भएको छ। यतिखेर पुरै बाइक राइड गर्दै हुनुहुन्छ। अब हामी हिँड्न लागिसकेका छौँ। आज म तपाईँलाई चाहिँ ताहुलदेखि किमिचेतसम्मको यात्राको फुल भिडियो देखाउनेछु। मेरो ब्लगलाई हेर्नु होला अन्तिमसम्म। हस्, धन्यवाद। हामी लाग्यौँ। हामी यतिखेर हिँडिसकेका छौँ। निस्केर यहाँ चाहिँ एकदम चिसो छ है। म बाइकको पछाडि बसेर, हाम्रो दमन सरको बाइकको पछाडि बसेर चाहिँ हिँडिरहेको छु। बाटो एकदम अब भनौँ न हजिलो पनि छ। त्यही पनि सरले हाँकिरहनु भएको छ बाइक है, मस्त लाएर। म सरको अगाडि पछाडि बसेर चाहिँ एउटा भ्लगिङ गरिरहेको छु, यसो बोलिरहेको छु। सरले चाहिँ खतरा राइड गर्दै हुनुहुन्छ यता है। सर खतरा हो राइड गर्न। फेरि लगाइजहरू मैले यो रोडको भिडियो पनि देखाइरहेको छु, तपाईँहरूलाई हेर्न सक्नुहुनेछ। के छ सर, हामी कहाँ जाँदैछौँ? हेलो गाइजहरू, हामी यतिखेर चाहिँ किमिचेत जाने क्रममा हामी चोके डाँडामा आइपुगेका छौँ है। ल हेर्न सक्नुहुनेछ चोके डाँडाबाट देख्ने भ्यूहरू। यता हाम्रो सरहरू हुनुहुन्छ। हेलो, के छ सर, कतिको चिसो भइरहेछ? एकदम चिसो छ है। ल अब हामी यहाँबाट माथि जानेछौँ रिसम्मको अब बाइक यात्रा हुनेछ। त्यहाँपछि यतिखेर हामी चोके डाँडामा छौँ। चोके डाँडाबाट चाहिँ हेर्न सक्नुहुनेछ गणेश हिमाल एकदम दामी देखिरहेको छ। जुम गरेर झन् बवाल छ है। हामी यतिखेर चाहिँ रिगाउँमा आइपुगेका छौँ। हाम्रो यात्रा जारी नै छ अझै। हाम्रो सरहरू जानुहुन्छ। हामी बिस्तारै बिस्तारै अब चाहिँ हामी हिँड्नेछौँ र हामी जानेछौँ है। किनकि अब यहाँबाट चाहिँ हिँड्नुपर्छ किमिचेत जानलाई। हामी आज तपाईँलाई म फुल भिडियो देखाउनेछौँ। लाएर हामी सबै भिडियो देखाउनेछौँ है त। यतिखेर हाम्रो सरहरू हुनुहुन्छ यता मुनि। हामी धेरै माथि छौँ है बादलभन्दा। ल हामी यतिखेर रि गाउँको स्कुलमा छौँ। यो ठुलो स्कुल एकदम दामी छ है। यहाँको यो मावि हो। यो गङ्गाधन गाउँपालिकाको एकदम नमुना विद्यालयमा पर्छ। हाम्रो सरहरू चाहिँ मस्त दगुरिरहनु भएको छ रफ थारमा है। म पनि पछि पछि छु। हामी यतिखेर चाहिँ रि गाउँ छिरिसकेका छौँ। देख्न सक्नुहुनेछ यो देखिरहेको चाहिँ यो रि गाउँ हो। हामी यो घरको बिचबिचमा चाहिँ हामी हिँडिरहेका छौँ। यतिखेर हाम्रो सरहरू पनि दौडिरहनु भएको छ। उहाँहरूको रफ्तार घट्दैन है, बवाल रूपमा हिँडिरहनु भएको छ उहाँहरू। ल गाइजहरू, हामी यतिखेर चाहिँ गङ्गाधन गाउँपालिका वडा नम्बर 1 को रिको सेल्फी डाँडा भन्ने ठाउँमा आइपुगेका छौँ। हाम्रो सरहरू सबै अब सेल्फी हान्न लागिरहनु भएको छ। यहाँबाट रि गाउँ पनि को दृश्य पनि एकदम बवाल देखिन्छ। हामी चाहिँ अब सेल्फी डाँडामा बसेर हामी सेल्फी हानेर मात्र जानेछौँ है त। हेर्न सक्नुहुनेछ जुम गरेर हेर्दा झन् बवाल छ है। रि गाउँ एकदम खतरा छ। सबै निलो कलरको जस्ता लगाएको बवाल छ। यहाँबाट चाहिँ विभिन्न भ्यूहरू चाहिँ राम्रो देख्न सकिनेछ। यहाँ तल हेर्नुहोस् त, हामी बादलमाथि छौँ। बादल चाहिँ मुनि छ है। यस्तो दामी छ। यहाँबाट देख्दाखेरि खतरा छ। यहाँको दृश्य हेर्न लायकको छ। तपाईँहरू पनि हेर्न चाहनुहुन्छ भने मेरो भिडियोमा अन्तिमसम्म हेर्नु होला। चरा मात्र होइन, हाम्रो सर चाहिँ गर्लफ्रेन्ड भेट्न आउनुहुन्थ्यो होइन सर? दमन सर गर्लफ्रेन्ड भेट्न आउनुहुन्थ्यो। यतिखेर हामी किमिचेत आइसकेका छौँ। हामी धन्दै धन्दै ताहुलको 3 घन्टाको हिँडाइपछि किमिचेत आइपुगेका छौँ। हेलो सर, के भन्नु छ? एकदम किमिचेत आइसकेका छौँ हामी। एकदम बवाल ठाउँ। गाइजहरू बोट बिरुवा हाम्रो प्राण। हाम्रो सर अलिअलि हेरिरहनु भएको छ। तर यो फुल फुलेको बेला हाम्रो बवाल हुन्छ है। हामी फुल फुलेको बेलामा हेर्नुपर्ने।
ल गाइजहरू हामी यतिखेर चाहिँ लङ्गुरचेतको डाँडामा आइपुगिसकेका छन्। यहाँ जितमान सर पुरै उभिएर भ्यू हेरिरहनु भएको छ। यताउता दायाँ बायाँको यहाँबाट हिमाल पनि बबाले देखिरहेको छ। हामी डाँडामा आइपुग्नु भनौँ न, त्यो डाँडामा जानु छ, त्यो मुनि चौरमा जानु छ। ल गाइजहरू हामी यतिखेर लङ्गुरचेत भन्ने ठाउँमा छौँ, एकदम बबाल रूपमा। यहाँको आजको आउने ठाउँ थियो हाम्रो यसमा है। स्याउली बजारमा खाना तान्भो मलाई देखेर, खाना तान्भो मलाई देखेर, खाना तान्भो मलाई देखेर। ल गाइजहरू हामी चौरमा आइसकेका छौँ। सरलाई पनि देखाउँ। कुदाऊ सर, 120 को स्पिड। आम्बो बबाल ठाउँ। तर हामीले चाहिँ सर अलिकति तयारी गरेर रोस्ट बनाएर यहाँ त्यस्तो तरिकाले आउने होइन। यो अलिकति चौध वैशाखमा हो क्या, हामी चारजना मात्रै गयौँ। अब सरहरू आउनु भएपछि यसो त्यो अलिकति व्यवस्था भएर होइन, त्यो हरियाली भएर लाउनु पर्छ क्या सर। त्यो अलिक सुक्खा भयो क्या, हो क्या। साउनको महिनातिर हो नि सर, साउनको होइन जेमा पानी परेपछि त पुरा यो पुरै फुल्या हुन्छ नि। यो त त्यो चैत वैशाखमा हुन्छ नि, पुरै फुल्छ है, फुल्छ नि सर। ल गाइजहरू यतिखेर हाम्रो गाइजहरूलाई हामी मिस गरिरहेको छौँ। नरेश सर, राजु सर, ल गाइजहरू यतिखेर चाहिँ हाम्रो सरहरू नाचको सिक्दै हुनुहुन्छ। नाच भनौँ न, कोरियोग्राफर गर्ने म छु। सरहरू मजाले सिकिरहनु भएको छ। सर अलिअलि ताना तान सिकाउने म भइरहेको छु गाइजहरू। अलिकति अब मैले चाहिँ राम्रोसँग आउँछ, त्यही भएर मैले अलिकति सिकिनँ। अलिक टाइम लागिरहेको छ, अलिक छिटो सिकाउ न। ताना ताना भो यतै गरौँ नि। हाना हाना भो तिमीलाई देखेर, ताना तान भो हाना हान भो। गाइज यो भिडियोको डिरेक्सन गर्ने चाहिँ म छु। यतिखेर डिरेक्सन पार्टमा म छु, सरहरू सिक्दै हुनुहुन्छ। ल गाइजहरू हामी यतिखेर चाहिँ अब लङ्गुरचेतबाट चाहिँ अब हामी तल रि झर्ने क्रममा छौँ। ल टाटा बाई बाई लङ्गुरचेत। गाइजहरू हिँड्न अलिक गाह्रो भइरहेछ। पुरै जङ्गल छ त यार, पुरै जङ्गलको बाटो। हाम्रो सरहरू सबै आफू बिजी हुनुहुन्छ, हेर्नुहोस् पुरै मोबाइलमा। पुरै बाघ आउने जङ्गल छ है यसमा चाहिँ। हजुर 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 अब भिडियो बिस्तारै आउने नै छ है। अनि हजुरले चाहिँ मेरो यो युट्युबको दर्शकलाई चाहिँ के भन्न चाहनुहुन्छ सर? एकदमै रमाइलो गर्नुहोस् घरमै बसेर। हामीले चाहिँ तपाईँहरूलाई यो एकदम रमाइलो वातावरण हाम्रो क्यामेराले प्रयोग गरेर तपाईँहरूले इन्जोय गर्नुहोस्। ल गाइजहरू यतिखेर हामी रिभन्दा माथि थोरै माथि बोटानिकल गार्डनमा आइपुगेका छौँ। यहाँ चाहिँ विभिन्न बोट बिरुवाको नाम त्यसको रूपमा चाहिँ अहिले विस्तृत रूपमा चाहिँ लेखिएर टाँसिएको छ।
यहाँ चाहिँ देख्न सक्नुहुनेछ जसले पनि यो बोर्डहरू छ नि यहाँ चाहिँ विभिन्न बोर्डहरूको नाम लेखिएको छ त्यसको अब साइन्टिफिक नेमहरू विभिन्न छ। यहाँ आउँदाखेरि एकदम यो पानी अमला देख्नु भएको छ तपाईँहरूले यो घुम्ने पर्ने ठाउँ यो वनफुल हेर्न सक्नुहुनेछ। यहाँ चाहिँ कहाँदेखि कहाँसम्मको डिस्टेन्स कति छ भनेर पनि टाँसिएको छ है। यहाँबाट हामी अमेरिका चाहिँ पनि जान सक्छौँ। अनि लोक्ता यो जडीबुटीमा पर्छ लोक्ता भनेको। हाम्रो सरहरू सब यहाँ फोटो खिच्न थालिरहनु भएको छ। गाइजहरू यतिखेर हामी लङ्गुरचेत जङ्गलमा छौँ अनि हाम्रो साथमा 4 जना सरहरू हुनुहुन्छ मेरो साथमा चाहिँ। अनि यतिखेर चाहिँ मसँग विशाल सर हुनुहुन्छ। के छ सर यो जङ्गलमा आउँदा अनुभव कस्तो भइरहेछ? सबैभन्दा अगाडि त प्रथम म के भन्न चाहन्छु भने सबैलाई नमस्कार। मेरो हाम्रो सरको युट्युब साथीहरूलाई सबैलाई नमस्कार भन्न चाहन्छु। र नयाँ हुनुहुन्छ भनेपछि लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, बेल आइकनलाई दबाइदिनु होला। हजुरको एउटा सानो सहयोगले गर्दाखेरि उहाँलाई भिडियो बनाउने एउटा मोटिभेसन दिन्छ होइन। हामी चाहिँ भन्नुपर्दा हामीले गङ्गा जमुना गापा वार्ड नम्बर 2 को हामी यो हजुरको हामी किमीचेत भन्ने ठाउँमा छु र भन्दै यहाँको यो दृश्य अवलोकन सबै कुरा राम्रो छ। सरले यति राम्रो मिठो चिजहरूलाई चाहिँ यहाँ क्यामेरामा कैद गरिरहनु भएको छ। हजुरलाई अब हजुर घरमा बसेर पनि यो चिज देख्न पाउनु भएको छ। लाइक गरिदिनु होला, कमेन्ट गर्नु होला। हस् बाई।